यहाँ आज हाम्रो समूह एकजना व्यक्तित्व, सर्वमान्य व्यक्तित्व, अति मिलनसार, अति परिश्रमी, अति के भनौँ, उहाँको गुणगान गरेर पनि नसकिने एकजना मान्छे हुनुहुन्छ। उहाँ जुन वन विभागको अधिकृत लेभलमा काम गर्ने मान्छे हुनुहुन्छ। उहाँसँग सानो संक्षिप्त कुराकानी गर्ने जमर्को गर्दैछौँ। यहाँहरूलाई स्वागत गर्दछु। हजुरको परिचयबाट सुरु गरौँ। हजुरको परिचय भनिदिनु न। मेरो नाम बिसन गतामी मगर। अनि हजुरले खास काम वन विभागमा काम गर्छु भन्नुभयो, खास काम के हो? वन विभागमा हजुर त्यसै वन विभाग हेर्ने काम गर्छु। अधिकृत भन्छन्, अधिकृतको त ठुलै जिम्मेवारी हुन्छ। अनि वन सम्बन्धी हजुरले के ज्ञान छ? ज्ञान अब त्यही हो, हामीले हेरविचार गरिन्छ, त्यही हो। अनि यिनी बोट बिरुवाको हजुरले सब नामहरू चिन्नु भएको छ? बोट बिरुवाहरूको हजुर त्यस्तो त चिनिँदैन। हजुर त वन विभागको अधिकृत भएपछि यस्तो सबै जान्नुपर्ने हो खास त। अधिकृतै हो। अनि यहाँ हजुरको छेउमा, अफिसको छेउमा एउटा सानो पन्ड पनि रहेछ। अनि यहाँ मृगहरू पनि छ भन्छन्। मृगहरू पनि छ। कति दिनमा कति जति मृग आउँछन् यता? आउँछ मृगहरू सयौँको सङ्ख्यामा आउँछन्। आउँछ। ए अनि हजुरको पछाडिको, अफिसको पछाडिको यो बिल्डिङ के हो त? यो चाहिँ प्रपर्टी होला, प्राइभेट प्रपर्टी होइन, पहिला यो लडाइँ सेकेन्ड वर्ल्ड वरको एउटा कम्पाउन्ड, के भन्छ, डिफेन्सिभ गरेर बस्ने ठाउँ जस्तो देखिन्छ। हजुरलाई यस विषयमा केही ज्ञान छैन? त्यस्तो त केही छैन। अनि हजुर आज शनिबार पर्यो, शनिबारको दिनमा हजुरले कसरी बिताउनुहुन्छ दिन? आज चाहिँ हामी हिँड्न आएको। कति माइल? दुईजना आएको। कति माइल जति हिँड्नुभयो त? हुन लाग्यो होला, 1.5 घन्टा हुन लाग्यो होला। अनि हजुरलाई एउटा आफ्नै तपाईँको पर्सनल कुरा सोध्नु पऱ्यो। हजुर, यो दारी जुङ्गा, यो कपाल अनि यो नङ किन पाल्नु भएको? त्यसमा केही ऊ छ, फाइदा बेफाइदा यसो भन्नै सक्नुहुन्छ? देखाउँदा चाहिँ त्यतिकै युज गरेको। अहिले त्यतिकै युज गरेको। के हजुरको एउटा सोक, एउटा मतलब के अरे स्टाइल जस्तो हो कि कसो हो? हो, त्यस्तै भन्नु पऱ्यो। अच्छा, बाहिर पब्लिकले हेर्दाखेरि त अलि राम्रो देखिँदैन। अनि हजुरले किन यस्तो नराम्रो नङ पाल्नु भएको? हजुर, त्यतिकै अहिले चाहिँ पालिरहेको छु। पालिरहेको छु। अनि अब शनिबार आइतबार छुट्टी हुन्छ, बिदा हुन्छ अरू। अनि अफिस बिहान कति बजे, अफिसको कार्यालय कति बजी जानुहुन्छ? अनि कति बजी फर्किनुहुन्छ? 9 बजे गएर 5 बजेतिर फर्किन्छु। ए एकदम व्यस्त हुनुहुन्छ। ए हजुरको अर्को एउटा प्राइभेट कुरा सोध्नु पऱ्यो। अनि हजुरको विवाह कहिले गर्ने विचार छ त? विवाह त अहिले भएको छैन, कहिले हुन्छ अब। हजुरसँग गर्लफ्रेन्ड छ कि छैन? अनि कतै मागी बिहा हुन्छ कि हजुरसँग कुनै लभ छ कुनै युवतीहरूसँग? केही छैन। अनि तुरुन्तै अब गर्ने विचार छैन? होइन, अहिले गर्नु पर्दैन। अनि हवस्, धन्यवाद। तपाईँसँग छोटो यो कुराकानीमा रमाइलो भयो। पछि भेटौँला। धन्यवाद। बाई बाई।